नेपालमा 240 वर्ष लामो राजतन्त्र थियो भने विक्रम सम्वत 2065 देखि लगभग 16 वर्ष लामो गणतन्त्रले देशलाई हाँकिरहेको छ। नेपालको अहिलेको अवस्थामा दुईटै व्यवस्थाको ठूलो भूमिका रहेको छ भनेर भन्न मिल्छ। अहिले जब राजतन्त्रलाई कठोर सङ्घर्ष गरेर फाल्ने जनताले फेरि राजालाई देश बचाउने आह्वान दिइरहेको छ भने हामीले गम्भीरतापूर्वक दुईटै प्रणालीलाई निहाल्नुपर्छ। राजतन्त्र हुँदा र नहुँदा नेपाल कस्तो थियो, के कस्तो प्रगति भएको थियो र गणतन्त्रमा नेपालको स्थिति कतिको फरक छ भनेर हामीले विश्लेषण गर्नेछौँ। एउटा देशको स्थितिलाई मूल्याङ्कन गर्दा हामीले विभिन्न इन्डिकेटर्सहरूको प्रयोग गर्ने गर्छौँ, जस्तै इकोनोमी, पोलिटिकल स्टेबिलिटी, सोशल इन्डिकेटर अनि फरेन पोलिसी। आज हामीले दुईटै प्रणालीमा हुँदा यी इन्डिकेटर्सहरूको अनुसार कतिको असफल भएको छौँ। पहिलो, राजतन्त्रको असफलता। राजतन्त्रको सबैभन्दा ठूलो असफलता भनेको इन्क्लुसिभ पोलिटिकल इन्स्टिट्युसन्स डेभलप गर्न अस्वीकार गर्नु थियो। नेपालको धेरै जसो इतिहासभरि सत्ता दरबारभित्र मात्र केन्द्रित रह्यो, जहाँ जनताको भागीदारीको कुनै ठाउँ थिएन। 1951 को क्रान्तिले राणा शासनको अन्त्य गरेपछि केही परिवर्तन हुने आशा थियो, तर राजा महेन्द्रले 1960 मा नेपालको फर्स्ट डेमोक्रेटिक गभर्नमेन्ट विरुद्ध फोर्सफुल एक्सन गरेर देखाइदिए कि महेन्द्र मोनार्की पावर सेयर गर्न रेडी छैनन्। यसपछि सुरु भएको पञ्चायती व्यवस्था सिर्फ देखाउन मात्रै थियो। बाहिरबाट हेर्दा लाग्थ्यो जनताले भागीदारी पाएका छन्, तर वास्तविक शक्ति राजाकै हातमा थियो। पोलिटिकल दलहरू ब्यान गरिएको थियो र संसदमै 40% सिट राजाका एपोइन्ट गरेका मान्छेहरूको लागि भनेर सुरक्षित राखिएको थियो। सत्ता विरुद्धको कुनै अफिसियल माध्यम नहुँदा खास गरी एक्सक्लुड भएका कम्युनिटीहरू बीच डिसस्याटिस्फ्याक्सन झन बढ्दै गयो। तर स्टेटले असहमतिको जवाफ कारबाही र अब्सेसन मार्फत दियो। पोलिटिकल एक्टिभिस्टहरूलाई जेल हाल्नेदेखि आन्दोलनमाथि हिंसात्मक अपरेसन्स गर्नेसम्मको कदम चलाइयो। यस्तो अटोक्रेसीले नेपालमा सस्टेनेबल पोलिटिकल इन्स्टिट्युसन्स डेभलप्ड हुन नै दिएन। जब 1990 मा लोकतन्त्र आयो, त्यो बेला मुलुक मोडर्न गभर्नेन्सका लागि तयार थिएन। नेपालमा एक्सपिरियन्स्ड पोलिटिकल लिडरसिप, इन्डिपेन्डेन्ट जुडिसियरी र कम्पिटेन्ट सिभिल सर्भिस डेभलप हुन नसक्नुको कारण नै राजतन्त्रको लङ टर्म पावर सेन्टर्ड मेन्टालिटीमा थियो। दरबारले सधैँ नै हामीसँग भएको अल्टरनेटिभ्स दबाउने नीति नै अप्नायो, जसले गर्दा लोकतन्त्रको यात्रामा नेपाललाई धेरै च्यालेन्जेसहरू फेस गर्नु पर्यो। आर्थिक रूपमा हेर्ने हो भने राजतन्त्रको पर्फर्मेन्स सधैँ नै कमजोर रह्यो। जब छिमेकी मुलुक इन्डिया र थाइल्यान्ड 20औं शताब्दीको मध्यतिर इन्डस्ट्रियलाइजेसन र ग्रिन क्रान्ति अगाडि बढाइरहेका थिए, नेपालको अर्थतन्त्र भने भित्रभित्रै फसिरह्यो। कृषि उत्पादनले कहिल्यै गति लिन सकेन, किनभने भूमि सुधारको कुनै प्रयास प्रभावकारी बन्नै दिएन। इलाइट क्लासको स्वार्थका कारणले गर्दा 1990 सम्म पनि नेपालमा बटमको 37% जमिन धनीहरूसँग मात्रै 13% खेतीयोग्य जमिन थियो र उनीहरूको जमिन 0.33 हेक्टर थियो भने टपको 1.5% सँग 14% खेतीयोग्य जमिन थियो। इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको अवस्था झन् नराम्रो थियो। 1990 मा नेपालमा जम्मा 7000 किलोमिटर मात्र पक्की रोड थियो। यो अभावले इन्टरनल ट्रेड र मुभमेन्टलाई अत्यन्त सीमित गरायो। नेपालको सबैभन्दा ठूलो नेचुरल रिसोर्स हाइड्रो पावरको पनि हालत उस्तै। हाइड्रो पावर पोटेन्सियल 80,000 मेगावाट भएको देश हुँदा पनि नेपालले 2000 सालसम्म जम्मा 300 मेगावाट मात्र प्रोडक्सन गरेको थियो। यो केवल विक गभर्नेन्सको परिणाम थिएन, बरु प्रगति रोक्न दरबार निकटका इलाइटहरू एक्टिभ थिए। फ्युल इम्पोर्ट र जेनेरेटर बिजनेसबाट प्रफिट कमाउनेहरूले हाइड्रो पावर डेभलपमेन्टलाई रोक्ने नीति नै अपनाएका थिए। राजतन्त्रको हिन्दू नेसनलिस्ट आइडियोलोजीले नेपालका धेरै कम्युनिटीहरूलाई इन्स्टिट्युसनल्ली भेदभावमा पार्यो। पहाडी ब्राह्मीण क्षेत्री डोमिनेन्सको कारण जनजाति कम्युनिटी, मधेस र दलितहरू धेरै टाइमसम्म पोलिटिकल पावर र इकोनोमिक अपर्च्युनिटीबाट सेपरेट गरिए। एजुकेसन पोलिसिजले पनि यो डिभिजनलाई झनै स्ट्रङ बनायो। 1971 को सेन्सस अनुसार नेपालको टोटल लिट्रेसी रेट 39.6% रहे पनि पहाडी अप्पर क्लासका मान्छेहरूको लिट्रेसी रेट 60% नागिसकेको थियो। तर दलित र जनजाति कम्युनिटीहरूमा यो रेट 20% भन्दा तल नै थियो। 1956 को माओवादीको रिबेलियन सुरु हुँदा सबैभन्दा धेरै रिक्रुट यिनै एक्सक्लुडेड ग्रुपबाट भयो। राजतन्त्रले कास्ट र रिजनल डिस्कन्टेन्टलाई एड्रेस गर्न फेल भएपछि जुन कुरा पिसफुल्ली सल्भ गर्न सकिन्थ्यो त्यो फुल स्केल सिभिल वारमा कन्भर्ट भयो। आज पनि नेपाल ती सोसल डाइभर्जनसँग स्ट्रगल गरिरहेको छ, जसलाई राजतन्त्रको पोलिसिजले डिप बनाएको थियो। राजतन्त्रको फरेन पोलिसी कहिल्यै स्टेबल रहेन। कहिले इन्डियासँग क्लोजनेस बढाइयो त कहिले चाइनाको सपोर्ट खोजियो, तर कुनै पनि स्ट्र्याटेजीले नेपाललाई लङ टर्म बेनिफिट दिन भने सकेन।
1950 को इन्डिया नेपाल ट्रेटीले नेपाललाई इन्डियामा डिपेन्डेन्ट बनायो, जसले पोलिटिकल र इकोनोमिक अटोनोमीमा प्रब्लम क्रिएट गर्यो। तर जब दरबारले 1988 मा चाइनासँग आर्म्स डिल गर्न खोज्यो, त्यसको रेस्पोन्समा इन्डियाले ब्लकेट लगायो, जसले कन्ट्रीलाई इकोनोमिक क्राइसिसमा पुर्यायो। सबैभन्दा ठुलो मिस्टेक भनेको कोल्ड वार टाइममा नेपालको स्ट्राटेजिक लोकेसनको प्रपर युटिलाइजेसन नगर्नु थियो। जब पाकिस्तान र थाइल्यान्डले कम्युनिजम विरुद्ध उठी वेस्टर्न कन्ट्रिजबाट $मिलियन को एड पाए, नेपालले नन अलाइनमेन्टको नाममा आफूलाई डेभलपमेन्ट एड र स्ट्राटेजिक सपोर्टबाट सेपरेट गर्यो। राजतन्त्रको ल्याक अफ भिजनले नेपालमा इम्पोर्टेन्ट अपर्च्युनिटीहरू मिस गरायो। अमेरिकन प्रेसिडेन्ट जोन फिट्जगेराल्ड केनेडीको टेन्युरमा नै अमेरिकाले नेपाललाई लार्ज इन्फ्रास्ट्रक्चर प्रोजेक्ट्सका लागि भनेर इकोनोमिक असिस्टेन्स दिन प्रपोज गरेको थियो। तर दरबारले फरेन इन्फ्लुएन्सले आफ्नो पावरमा इफेक्ट गर्छ भन्ने फियरले ती अपर्च्युनिटिज रिजेक्ट गर्यो। यसको रिजल्ट 2006 को डेमोक्रेटिक मुभमेन्टमा देखिन्छ, जब राजतन्त्र इन्टरनेसनली आइसोलेट भयो। जब उसलाई सबैभन्दा धेरै सपोर्ट चाहियो, त्यति बेला किङडमसँग कुनै रिलायबल स्ट्राटेजिक पार्टनर थिएन। 2000 सालको बिगिनिङमै राजतन्त्र ओल्ड एराको सरप्लस जस्तै भइसकेको थियो। न त यसले इकोनोमिक प्रोग्रेस दिन सक्यो, न त पावर सेयरिङ गर्न रेडी भयो। बरु परिवर्तन भइरहेको नेपाली समाजले गर्दा अझै ताडिँदै गयो। 2001 को दरबार हत्याकाण्डपछि जुन एङ्गर अराइज भयो, त्यसलाई समाधान गर्नुपर्ने बेला किङ ज्ञानेन्द्रले 2005 मा पावर ग्र्याब गर्न ट्राई गरे। यो स्टेपले क्लियर पारिदियो कि राजतन्त्र पब्लिक सेन्टिमेन्टसँग कति डिट्याच भइसकेको थियो। 2006 को डेमोक्रेटिक मुभमेन्टको बेला जब सेक्युरिटी फोर्सेसले 21 प्रोटेस्टर्सको हत्या गरे, तब इट बिकेम अभियस राजतन्त्रले आफ्नो लास्ट रिमेनिङ अथोराइजेसन पनि पर्मानेन्टली लुज गरिसक्यो। 2008 मा राजतन्त्रको इन्ड मात्र एक पोलिटिकल चेन्जेस थिएन, यो त इन्टायर गभर्नमेन्ट सिस्टमको फेलियरको प्रुफ थियो। अझैसम्म नेपाल विक इन्स्टिट्युसनल स्ट्रक्चर्स र डिप सोशल डिभिजन जस्तै राजतन्त्रले छोडेका प्रब्लम्सको स्ट्रगलमा छ। फाइनली 2008 मा जनताको जित हुन्छ र गणतन्त्र भित्राइन्छ। तर रिपब्लिकको के अवस्था छ? के यसले साँच्चैमा राम्रो परिणाम दिइरहेको छ त? राजतन्त्रको अन्त्यपछि नेपालको राजनीतिक अवस्था एक नटुङ्गिने नाटक जस्तो बनेको छ। केवल 16 वर्षमा देशले 13 वटा विभिन्न सरकारहरू देखेको छ। यो यति तीव्र परिवर्तन हो कि दीर्घकालीन योजना बनाउन लगभग असम्भव छ। हरेक नयाँ नेता ठुलो वचनसहित आउँछन्, तर कुनै पनि पक्का काम नगरिकन सडनली हटाइदिन्छन्। नयाँ प्रशासनहरू आफ्ना अघिका सरकारको कामहरू लिन भन्दा पनि नयाँबाट सुरु गर्न चाहन्छन्। 2023 मा ट्रान्सपेरेन्सी इन्टरनेसनलको रिपोर्ट अनुसार 71.7% नेपालीहरूले अधिकांश पोलिटिसियन्सहरू भ्रष्टाचारमा सामेल छ भन्ने विश्वास गर्छन्। नेपाली जनतालाई यो फेलियरको अनुभूति प्रष्ट छ भनेर यसले जनाउँछ। प्रत्येक वर्ष 8 लाख भन्दा बढी नेपालीहरू रोजगारको लागि विदेश जान्छन्, केवल राम्रो तलबको लागि मात्र होइन, तर यस्तो प्रणालीबाट भाग्नको लागि पनि हो। नेपालको इकोनोमी अहिले विदेशी रोजगारमा गएका 3.5 मिलियन नेपाली मजदुरहरूले पठाएका रेमिटेन्समा डिपेन्ड गर्छ। यी रेमिटेन्सले 25% जीडीपी बढाउँछ, जुन विश्वभरिकै हाइएस्ट रेसियोहरूमा एक हो। यी रेमिटेन्सले गर्दा देशको 56% को हाउसहोल्ड चलिरहेको छ भने गरिबीमा खस्ने प्रोबेबिलिटी 4.8% ले घटेको छ। युवाहरू विदेशी रोजगारी अनुमति पत्र लिनको लागि लाइनमा उभिसकेका छन्। कृषि, जुन नेपालको मेरुदण्ड हो, त्यो समेत आयातमा निर्भर भएको छ र प्रत्येक वर्ष 203 बिलियन रुपिजको ग्रोसरिजहरू इम्पोर्ट हुन्छ। र यसबारे अझै डिटेलमा बुझ्न चाहनुहुन्छ भने हाम्रो इम्पोर्टको भिडियो गएर हेर्न सक्नुहुन्छ। यदि अर्जेन्ट रूपमा इन्डस्ट्रियलाइजेसन भएन भने नेपाल पर्मानेन्टली एउटा इकोनोमिक स्याटेलाइट्स बन्न सक्ने रिस्कमा छ, जसमा नेपालले लेबरर्स एक्सपोर्ट गर्ने र एकदमै बेसिक सामग्री इम्पोर्ट गर्नेमा सीमित हुन्छ। नेपालको भूराजनीतिक स्थिति, जुन भारत र चाइना जस्ता दुई ठूला शक्ति बीचमा छ, अवसर र जोखिम दुवैलाई ल्याउँछ। भारतले नेपालको 64% ट्रेड कन्ट्रोल गर्छ र सबै पेट्रोलियम सप्लाई गर्छ। तर 2015 को ब्लकेडमा जसरी भारतले बोर्डर बन्द गरेको थियो, भारतमा रहेको डिपेन्डेन्सी नेपाललाई एक्सपेन्सिभ पर्न सक्छ भनेर क्लियरली देखिन्छ। यसैबीच नेपालको चाइनाको बेल्ट एन्ड रोड इनिसिएटिभसँगको च्यालेन्जेस पनि आफ्नै रिस्क ल्याउँछन्। $2.5 बिलियन को ट्रान्स हिमालयन रेलवे जस्ता प्रोजेक्ट्सले नेपालको इन्डियामा डिपेन्डेन्सी घटाउने प्रमिस गर्छ,
तर यसमै अनक्लियर लोन छ जसले देशलाई डेप्थमा फसाउन सक्छ। एउटा मेन इक्जाम्पल हो पोखरा इन्टरनेसनल एयरपोर्ट, जुन $215 मिलियन को प्रोजेक्ट हो र चाइनिज लोनबाट बनेको हो। तर यसले ठूलो ट्राफिक देखाउन स्ट्रगल गर्यो। दिनमा केवल 2 फ्लाइट्स मात्र छ। भारत र चाइना बीचको कम्पिटिसन्स बढिरहेको छ, जसले नेपालको ब्यालेन्स मेन्टेन गर्न अझै डिफिकल्ट बनाइरहेको छ। स्पेशली अमेरिकाबाट आउने फरेन एड पनि च्यालेन्जेस क्रिएट गर्छ। 2024 को एमसीसी एग्रिमेन्ट, जसको भ्याल्यु $500 मिलियन छ, नेपालको सोभरेनिटी भायोलेन्स गर्ने कन्सर्नले वाइड स्प्रेड अपोजिसनको सामना गरेको थियो। नेपालले जनसङ्ख्या सङ्कटको सामना गरिरहेको छ, जहाँ 20% युवाहरू बेरोजगार छन् र ठूलो ब्रेन ड्रेन भइरहेको छ। हरेक दिन 1700 भन्दा बढी कामदारहरू देश छोडेर अस्ट्रेलिया, कतार, क्यानाडा जस्ता देशहरूतर्फ जान्छन्। अन्तिममा नेपाल एक नाजुक मोडमा छ। राजतन्त्रको असफलताले पछाडिएको र गणतन्त्रको चुनौतीहरूमा फसेको। राजतन्त्रको सत्तावादी शासन र फाइनेन्सियल सेटब्याकले गहिरो घाउ छोडेको छ भने गणतन्त्रले स्थिर शासन कायम गर्न नसकेको, सिस्टममा भएको भ्रष्टाचार सुधार गर्न नसकेको र बेरोजगारी, रेमिटेन्समा निर्भरता जस्ता जरुरी मुद्दाहरू समाधान गर्न नसकेकोले वास्तविक प्रगति बाधित भएको छ। धन्यवाद। अर्को भिडियोमा भेटौँला।